वेलकम छ सामसाङ ब्लगरमा सबैजनालाई। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि हामी पनि सबैजना सन्चै छौँ। अनि के कस्तो हुन्छ भिडियो चाहिँ आजको लास्टसम्म हेरिदिनु है तपाईँहरू सबैजनाले। अनि सामसाङ ब्लगहरूलाई माया पनि गरिदिनु होला। आज चाहिँ धरमा हल्का पानी परेछ, त्यही भएर यसो भिडियो पनि धेरै पछि बनाउन त भन्ने जोस पनि चल्यो आज मलाई भित्रैदेखि। अनि आज चाहिँ फुलहरूमा पनि पानी नहालेको निकै दिनुभएको छ नि त। आज के कस्तो भयो, फुलहरू पनि पुरा सुकेछ। अनि यो फुलहरू पुरा फुलेर पनि पुरा नुहेछ। भुइँतिर पानी सानीहरू हाल्छु। अनि हल्का आज त आजको मौसमहरू पनि देखाउँछु हल्का फुल्का। अनि भिडियो चाहिँ के कस्तो हुन्छ लास्टमा हेरिदिनु है त। पुरा फुलहरू यस्तो भएछ, सुकेछ फुलहरू यस्तरी पानी नहालेर। कस्तो सुकेछ धर्ममा बिचरा पानी नआएर कति 4-5 दिन जति भयो होला। 22 गतेदेखि पानी नहालेको के यस्तो भयो क्या। अब यो गर्मी छ, यो सबै झ्याल लाएर पनि हुनसक्छ है। यस्तो भएको चाहिँ पुरै सुकेछ नि त फुल त। फुलहरू केहरू रोप्नु भएको थियो, यो खोर्सानीहरू जस्तो रहेछ। यो खोर्सानी नै होला सायद, के हो। यति पानीले नपुग्ने रहेछ, पानी ल्याउँछ थापेर। कस्तो माया लाग्दो भएको छ नि त फुलहरू त त्यतिका। तितेपाती पनि रोप्नु भएछ बुवाले यहाँनिर। के को सिन्तोलाको बोटहरू छ, के को बोटहरू हो यो। पुरा कमिलाले पो गुड लाउनु थालेछ। तर यस्तो फुल्दैछ फुल्नु चाहिँ, तर के भएर यस्तोले टक्कसँगले पुरै मर्न थालेछ यार। पानी नभएरै होला यो। खत्तम भएछ नि त, पानीलाई हेर्नु पर्यो। अब हुन्छ होला यस्तो भएछ नि त, बिहार भयो नि त। अब अहिले चाहिँ पानी छान्नलाई अब भरेतिर आएर हेर्नु पर्यो यो पानीले कति काम गर्दो रहेछ। के भएर सुक्यो भन्दाखेरि चाहिँ अब यो सिसाहरू सबै लगाएपछि यहाँनिर चाहिँ गर्मी हुन्छ क्या धेरै। गरिएपछि पानी पनि 4-5 दिन भयो नलाग्यो, नलागेपछि यस्तो भइहालेछ क्या फुलहरू त। कस्तो दामी थियो यो फुल पहिला, हाम्रा पहिलाको भिडियो चाहिँ छैन होला, तर पनि यस्तो खतरा बवाल थियो नि यो। हरियो थियो नि त पुरा, अहिले त सुकेर पुरा कस्तो भइसकेको छ। पानी चाहिँ अझै धेर लाउनु पर्छ होला सायद। फुलहरूको यस्तो हालत भएछ, फुल पनि फुलिरहेछ, फुलहरू फुलेर यस्तो भएछ। तर पानी सानी हाल्यो, अब हावाहरू खोलिदिएको छु। अबदेखि चाहिँ पुरा फुलहरू पुरा पहिला जस्तै फस्टाउँछ। अनि यता धरानको मौसम चाहिँ पुरा पानी सानी परिरहेछ। कस्तो हावा आएको, पुरै हावा बाहिर जस्तो आइरहेको छ। हल्का हल्का पानी चाहिँ बगिरहेछ यहाँनिर अहिले चाहिँ धरानमा। मौसम पनि दामी भइरहेछ, धेरै महिनापछि पानी पऱ्यो।
त्यो पारिपट्टिको त्यो गाउँहरू धरान कति वर्ष तर कस्तो दामी देखिरहेछ राति जुम गरेर हेर कस्तो देखिन्छ आमा पुरै पौडी खेल्नु अहिले पुरै दामी भइरहेछ के डाँडा भयो के डाँडा भन्छ यो त दानाबारी त्यो चाहिँ माथिको चाहिँ आजको मौसम पानी परेर दामी भइरहेछ जाडो जाडो छ यता चाहिँ फेरि यस्तो छ हल्का पानी परिरहेछ पुरा कागहरू पनि पानी परेर रमाउँछ काग हो कि उही पायो त मौसम यस्तो दामी छ जस बसेर चिरिप्प हान्न खालको छ नि त आजको मौसम त यहाँनिर चाहिँ हाम्रो म्याम के गर्दै हुनुहुँदो रहेछ म्याम के गर्दै हुनुहुन्छ अनि पुरा आज त अनि पानी पऱ्यो त हो भान्जा के हेर्दा थियो यहाँनिर भित्र आउनु मिल्छ मिल्दैन दिदी भित्र आउनु मिल्छ मिल्दैन भित्र आउनु मिल्छ मिल्दैन मिल्छ सानो सामान राखेर भान्जाश्री चाहिँ पुरा कामसाम गर्दा रहेछ यहाँनिर के हेरेको भान्जा यो के हो यो चाहिँ खाना खाजा खायो हाम्रो दिदी चाहिँ यहाँनिर के गर्दै हुन्छ कोनि दिदी के गर्नुभएको हजुर गजब बेइज्जती दादम काम गर्दै हुनुहुँदो रहेछ यस्तो छ यहाँनिर चाहिँ कोही मान्छेसँग कुरा गर्नु पर्यो भने गोप्य बसेर यहाँनिर बसेर टक्कसँगले यता रमिता हेर्दा पुरा यहाँनिर बोल्ने ठाउँ अनि टक्क यहाँदेखि जाने अब हाम्रो फुपू चाहिँ के गर्दै हुनुहुँदो रहेछ म हेर्दैछु यो मैले खाना खाएको सामान यो झार्नुपर्छ के भयो फुपू खत्म बाय बाय टाटा गुड बाय गया मार्नुहुन्छ मौसम आज दामी भइरहेछ त नि दामी भइरहेछ मौसम ज्याकेट ल्याउनु भएन नि ज्याकेट स्याकेट ल्याउनु भएन आजको दिनहरू चाहिँ हाम्रो यसरी नै बित्दैछ जाडो जाडो मौसम छ हाम्रो दिदी कहाँ पुगेर आउनुभएको छ खतरा दिदी हुन्छ उहाँ चाहिँ फेरि दिदीको भिडियो पुरै यस्तो छ मौसम दामी छ है आजको जस आउँदै हुनुहुन्छ है ल मेरा विक्रम भदैको ब्लगहरू युट्युबमा एकदम लाखो लाखै गर्नुहुन्छ जो कोहीले पनि देख्न हुने महानुभावहरू सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र धेरै भ्युज बढाइदिनु होला भन्ने आशा राख्दै दुई शब्द यही टुङ्ग्याउन चाहन्छु थ्याङ्क यू धन्यवाद फुपूलाई यति मजाले फुपूले भनिसक्नु भएछ तपाईँहरूले अब यसो भिडियो चाहिँ हेरेर सब्सक्राइब र लाइक सेयर चाहिँ गरिदिनु पर्ने हुन्छ भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला है